ल फेरि गर्नु पऱ्यो नि त। सो हामी के गरिरहेछौँ यसमा, हामी ट्रेड लिन खोजिरहेको छौँ। त्यसमा मैले दुई तिनवटा प्रिन्सिपल भने। एउटा प्रिन्सिपल मैले के भने कि जापानको जब मार्केट खुल्छ अथवा टोकियो सेसन खुल्छ, टोकियो सेसन खुल्ने बित्तिकै एकदम मार्केट बढ्छ। द्याट मिन्स 95% केस, 90-95% केसमा 10 दिनमा 9 दिन यो जहिले पनि हुन्छ। इट्स एक्युरेसी इज द 90 to 95। सो वाट सुड वी डु? वी सुड बाई ऱ्यान्डमली। मतलब कि त्यहाँ प्याटर्न स्याटर्न केही नपाए पनि हामी के गर्ने हो, बिहान उठ्ने बित्तिकै जहिले पनि एउटा प्र्याक्टिस के गर्ने, बिहानको टोकियो सेसनमा उठ्ने, अनि के गरिदिने त, मार्केट खुल्नुभन्दा जस्तो 5:45मा मार्केट खुल्छ, हामी के गर्नु पऱ्यो त, 5:30 जस्तोको अलार्म लाउने र फ्रेस फ्रेस हुने। त्यसपछि के गर्ने त, जब त्यतिखेर मार्केट खुलिसकेको हुन्छ, त्यसपछि के गर्ने त, जहाँ मार्केट छ त्यहाँ 1 मिनटको क्यान्डल, इभन 1 मिनटले कन्फर्मेसन दियो भने पनि, वान एउटा बुलिस इन्गल्फिङ अथवा केही बन्यो भने के गर्ने त, बाई हानिदिने। ओके, बाई हानेर छोडिदिने। त्यसपछि के गर्ने, 1 घन्टाभित्रमा जति प्रफिट भइरहेछ 1 घन्टा 2 घन्टासम्ममा प्रफिट निकाल्ने। दिस इज द स्टेप 2। यो तिमीले डेमोमा गरेर हेर्नु है। ऱ्यान्डमली हामी बाई गरिदिन्छौँ, जहाँ मार्केट छ त्यहीँ 5:45को टाइममा, 5:40मै हामी इन्ट्री गर्ने। 5:45मा खुलेपछि त ऱ्यापिडली मार्केट दौडिन्छ। 5:40तिर के गर्ने, मार्केट खुल्नुभन्दा 4-5 मिनट अगाडि नै हामी के गर्ने त, बाई अर्डर राखिदिने। यानि कि जहाँ छ मार्केट एक्जिक्युसनको अर्डर राखे पनि हुन्छ, या 1 मिनटको क्यान्डल टुन्ने। जस्तो फर इक्जाम्पल म तिमीहरूलाई एकदम पर्फेक्ट एक्सको इक्जाम्पल दिन्छु है त। जस्तो यहाँबाट पनि जान मिल्छ है, डाइरेक्ट यहाँ उयसमा जान मिल्छ ल, यसरी पनि जान मिल्छ है। एकदम अस्ति मैले सिकाएको थिएँ, कसैलाई याद छ यो? जस्तो हामी के गर्छौँ ल, 17 तारिकको बिहानको 5:05 गयौँ। यहाँनिर आइपुग्यो होला, कहाँनिर आइपुगेको थियो त्यो, 4-5 17 तारिकको 5:57, 5:49, 5:42, 5:40, 5:40 होइन, 5:40, 5:45, 5:40, 5:45 हेर है। अब यो दिनमा चाहिँ मैले भनेको स्ट्राटेजी काम गरेको छैन होइन। अब स्टप लस त राख्नु परिहाल्यो, किनभने स्टप लस नराख्यो भने त फेरि मार्केट धेरै नै तल आइदिन नि सक्छ। यो कति छ, 3046 छ, त्यति धेरै ठुलो मुभमेन्ट त भएको छैन, तर स्टिल तिमीहरूलाई प्रफिट चाहिँ दिन्छ यसले। ल हेर है, राम्रोसँग याद गर्नु। यहाँनिरबाट हामी इन्ट्री गऱ्यो 5:41मा होइन, 348मा, 3348मा। मार्केट कतिमा गयो हेर त, 3355मा गयो होइन। अर्को स्ट्राटेजी, जहिले पनि प्रफिट बुक गर्दा तिमीहरूको त अहिले 0.01 अथवा डेमो एकाउन्टमा 0.10ले खोल्छौ तिमीहरूले। त्यो हुँदाखेरि जहिले पनि तिमीहरूले 100 पिप तिमीहरूलाई प्रफिट भइसकेपछि दुईटा दुईटा ट्रेड खोल्ने विथ द स्टप लस। र पहिलो अर्डर जुन छ, जस्तो फर इक्जाम्पल 0.10को एउटा ओपन अर्डर गर्यो र अर्को 0.10को एउटा ओपन अर्डर गर्यो डेमो एकाउन्टमा है। डेमो एकाउन्टमा तिमीले के गर्ने, एउटा ट्रेडलाई चाहिँ 100 पिपको प्रफिट भइसकेपछि क्लोज गरिदिने, प्रफिट बुक गर्ने, र बाँकी एउटा मात्र अर्डर बाँकी राख्ने। त्यसलाई चाहिँ के गर्ने त, ब्रेक इभन गर्ने। अब स्टप लसलाई सारेर कहाँ ल्याउने त, ब्रेक इभनमा ल्याउने। सेकेन्ड वाला जो चाहिँ एक्जिक्युसन हुन्छ अथवा चाहिँ जुन चाहिँ रनिङ हुन्छ, रनिङ जो चाहिँ ट्रेड हुन्छ, त्यसलाई ब्रेक इभन गरिदिने। यदि आएर ब्रेक इभन हिट गर्यो, इट्स ओके। फेरि हामी अर्को लागि इन्ट्री गर्नको लागि के गर्छौँ त, अब हेर्छौँ 1 आवरको क्यान्डललाई वेट गरेर बस्छौँ। 1 आवरमा कुनै प्याटर्न बन्नु पऱ्यो, त्यसपछि बल्ल हामी बाई गर्ने कि सेल गर्ने भन्ने डिसिजनमा पुग्छौँ, राइट। यदि ब्रेक इभन हानेन त त्यो ट्रेडलाई के गर्ने त, कन्टिन्यू हुन दिने र कमसे कम 250 पिप, यानि कि $25सम्म, गोल्डको प्राइसलाई $25, $30सम्म, 250 पिपसम्म के गर्ने त, जान दिने। सो फर्स्ट अर्डर के गर्नुपर्ने छ, 100 पिपमा क्लोज गर्ने, प्रफिट बुक गर्ने। सेकेन्ड जो चाहिँ हाम्रो रनिङ ट्रेड हुन्छ, त्यसलाई ब्रेक इभन गरेर कमसेकम 200 या 250 पिपसम्म जान दिने, त्यसपछि त्यसलाई पनि क्लोज गरिदिने। यो के गर्ने, हामीले सकभर एसियन सेसनमा हामी यो अपर्च्युनिटी हेर्छौँ। त्यसपछि हाम्रो त्यो दिनको लागि पुरा न्युयोर्क सेसनसम्मको लागि सक्यो।
बिचमा ओन्ली 4 आवर क्यान्डल, 1 आवर क्यान्डल वा 2 आवर क्यान्डल या 4 आवर क्यान्डल, त्यस्तो क्यान्डलमा यदि हामीलाई अपर्च्युनिटी आइरहेछ, कुनै ट्रेड सेटअप बनिरहेछ भने मात्र के गर्ने, एक्जिक्युट गर्ने, अदरवाइज ट्रेड नगर्ने। दिनमा जम्मा 5 सेटअपभन्दा बेसी नगर्ने। एसियन सेसनमा कमसेकम एक या दुई सेटअप अथवा चाहिँ दुईचोटि हामी इन्ट्री गर्न कोसिस गर्छौँ बिहानको टाइममा। त्यसपछि लन्डन सेसनमा एकचोटि हामी ट्रेड गर्न कोसिस गर्छौँ, एउटा ट्रेड एक्जिक्युट गर्न खोज्छौँ। देन आफ्टर द्याट वी विल सी अन द न्युयोर्क सेसन। ओके, यो प्र्याक्टिस गर्नु। त्यसैको लागि त्यही भएर यो $100 हालेर कहिले पनि गोल्डको ट्रेडै हुँदैन। मैले सिधा अस्ति पनि भनेको छु, गोल्डको जब कि दिल्ली नै $100को मुभ भइरहेछ त त्यहाँ $100को खाताको केही रेस्पेक्टै छैन। कमसेकम $500 भए पनि चाहिन्छ गोल्डको ट्रेड गर्ने हो भने चाहिँ, है। त्यही भएर अहिले तिमीले डेमो एकाउन्टमा $1000को अकाउन्ट खोल्नु, 10,000को राखेर नि काम छैन। $1000को बनाउने, त्यसलाई बरु लस बुक गर्ने, 1000मा ल्याउने डाउन साइज गरेर। तर पहिले नै हामीले सेट गर्न नि मिल्छ, 1000को मात्र खाता खोल्न नि मिल्छ। के गर्ने, 1000मा प्र्याक्टिस गर्ने र टोटलमा 0.10 हुनु पर्यो। जस्तो भन्नुको मतलब यो हो, म यहाँ गरेर देखाउँछु। डेमो एकाउन्ट छैन है, डेमो एकाउन्ट रहन्छ। डेमो एकाउन्ट खोल्नु पर्यो एकैछिन है त। बिटिसीमा म गरेर देखाउँछु है। यो चाहिँ मनी म्यानेजमेन्ट हो है, अहिले मैले जो पढाइरहेको छु यो चाहिँ मनी म्यानेजमेन्ट हो है त। हिजो चाहिँ स्टप लस कहाँ राख्ने भनेर सिकाएको थियो होइन। डेमो, ओपन न्यू अकाउन्ट, स्ट्यान्डर्ड सेन्ट नै, स्ट्यान्डर्ड सेन्ट परेन यसलाई त। र स्प्रेड, कन्टिन्यू, डेमो, स्टार्टिङ ब्यालेन्स 1000, क्रिएट पासवर्ड, क्यापिटल एन इपिएल नेपाल @123। ल खै, एक्सचेन्ज टर्मिनल आइरहेछ, स्क्रिन आइरहेछ। हेलो। हजुर आइरहेछ। उम्, ल डेमो एकाउन्ट खोल्यो होइन, बिटिसीको चलिरहेछ ट्रेड, राइट। सो मैले यहाँ अघि नै भनेको थिएँ, जस्तो तिमीहरूले $1000को खाता भयो होइन, त्यसमा हामी टोटल गरेर 0.10 गर्छौँ। टोटलमा गरेर 0.10। $1000को खातामा हामी सिर्फ 0.10 नै खोल्न सक्छौँ टोटलमै, लट साइज। द्याट मिन्स पेन्डिङ अर्डर यहाँ के गरौँ त, ल यो यहाँबाट बाई गरिरहेको थिएँ, मैले ऱ्यान्डमली बाई गरिदिएँ, अरू केही प्याटर्न स्याटर्न केही गरेको छैन। जस्ट मैले के गरेँ त, मार्केट एक्जिक्युसनमा लगेँ। यदि 0.01को खोल्ने हो भने कतिवटा खोल्न पाइयो, 10वटा खोल्न पाइयो। तर अघि नै मैले के भनेको छु, राइट स्ट्राटेजीमा जस्तो 1 आवरको क्यान्डलमा जाने, तिमीहरूले जाँदाखेरि चाहिँ यसरी जाने हो। ओके, 1 आवरको क्यान्डलमा गयो, यहाँ कुनै एउटा सेटअप देखियो होइन। अब यहाँ के भनिरहेको छ त, बुलिस इन्गल्फिङ बनाइ देख्यो यी। अब अझ राम्रो बुलिस इन्गल्फिङ त यो हो होइन, यसलाई मर्निङ स्टार पनि बनिरहेछ, मर्निङ स्टार पनि भन्न मिल्यो होइन। यो रिटेस्ट गरेर माथि गइरहेछ होइन त। भनेपछि के गर्यो त, तिमीहरूले पहिला चाहिँ मार्क गर्नु पर्यो यसरी, कहाँ कहाँ इन्ट्री गर्ने भनेर मार्क गर्यो। एग्रेसिभ बाई गर्नेले यहाँबाट, सेफ इन्ट्री गर्नेले यहाँबाट, स्मार्ट मनीको हिसाबले अथवा चाहिँ एकदमै सेफ गर्नेले अझ यहाँतिरबाट। र यसको स्टप लस यहाँनिर होइन त। भनेपछि कहाँबाट इन्ट्री गर्छ, यहाँबाट इन्ट्री गर्छ, स्टप लस यहाँनिर क्यान्डलको मुनि। यो त हिजोको नि आइडिया छ नि होइन तिमीलाई, जुन क्यान्डललाई लिएर हामीले मार्क गरिरहेछौँ त्यसैको क्यान्डलको मुनि हामी स्टप लस गर्छौँ, थाहा छ यो आइडिया छ नि होइन। सो के गरेँ, स्टप लस यहाँ राख्यो। अब लिमिट अर्डर राखेको केसमा यही भइहाल्यो, यसरी नै गर्ने। मार्केट एक्जिक्युसन गर्ने बेला त अलग कुरा भइहाल्यो। अब हामीलाई के गर्नु छ त, कुनै पनि 1 मिनटकै स्ट्राटेजीमा, वान आवरमा त हामीलाई के गर्नु छ, इन्ट्री गर्नु रहेछ।
भनेपछि जब यहाँ आइपुग्छ प्राइस 84,200मा आइपुग्छ, एग्रेसिभ इन्ट्री यानि कि डाइरेक्ट इन्ट्री गरेर राख्दा नि हुन्छ। त्यो भनेको चाहिँ डाइरेक्ट इन्ट्री भनेको चाहिँ लिमिट अर्डर राखिदियो कि सिधै 84,200, 84,200 ए लिमिट अर्डर राखिदियो होइन। अब हामीलाई कतिवटा खोल्नु छ, मैले कतिवटा मार्क दिएको छु, एउटा दुईवटा तिनवटा होइन, जहिले पनि तिनवटादेखि चारवटा भन्दा बेसी नगर्ने, म सकभर दुईवटा नै भन्छु। दुईवटा गर्नु छ भने तिमीले के गर्ने, 0.05को एउटा होइन त, यही हो 0.05को एउटा, यसको स्टप लस कहाँ, यहाँनिर 83,800, 83,800 ओके। यो चाहिँ स्काल्पिङ गर्नेहरूको लागि ल। अर्को 1:1:5 भनेको एउटा ट्रेड एटलिस्ट 1:5 भएन भने चाहिँ हामीलाई लस हुन्छ। यदि मल्टिपल तिन चारचोटि स्टप लस हान्यो भने हाम्रो एकाउन्ट रिस्कमा आउँछ। त्यस कारणले गर्दा जहिले पनि फर्स्ट ट्रेड चाहिँ 1:5मा निकाल्ने, 1:5 भयो 1:1मा निकाल्ने, आम सरी, फर्स्ट ट्रेड चाहिँ 1:1मा निकाल्ने। द्याट मिन्स यहाँ जानु पऱ्यो तिमीहरू, यहाँ यसरी, यहाँ हेर है तल, यहाँ रिस्क रिवार्डमा के भइरहेछ, 1:1.0, इट्स ओके। भनेपछि 84,519 फर्स्ट ट्रेड के गर्नु पर्यो, 84,519मा के गर्यौँ हामीले, राखिदिउँ ल, 1:1 रिस्क रिवार्ड। ठिक छ। यसको मतलब के हो भने इनकेस यो स्टप लस खायो भने, स्टप लस खाइगयो सिद्धिको, स्टप लस खाएन भनेदेखि जुन नेक्स्ट सेटअपमा यदि हाम्रो स्टप लस हान्यो भने पनि हामी ब्रेक इभन हुन्छौँ। किनभने हाम्रो एउटा त 1:1मा हाम्रो एउटा त आएको छ, प्रफिट आएको छ भनेपछि अर्कोको स्टप लस आयो भने नि के हुन्छ त, हामी साउको साउ हुन्छ, हामीलाई लस हुँदैन। त्यो भएर 1:1 भनेको चाहिँ अब यही सिङ्गल ट्रेडमै हामीलाई स्टप लस खायो भने त गइहाल्यो होइन। सेकेन्ड स्टेप चाहिँ, सेकेन्ड ट्रेड चाहिँ जुन 0.05वाला छ, यसलाई चाहिँ के गर्ने, यहाँबाट इन्ट्री गरिएला 84,064, 84,064, 65 ओके। सेम एज स्टप लस 83,800, 800, 83,800 र टेक प्रफिट कति ल भन त, यसको यहाँबाट इन्ट्री गरिरहेछौँ ओके, यहाँबाट इन्ट्री गरिरहेछौँ। टेक प्रफिट चाहिँ यो यहाँनिर हुने भयो स्टप लस, र टेक प्रफिट कति, 1:1.5 कमसे कम, तर 1:2 भन्छु मैले जहिले पनि, 1:2मा है। द्याट मिन्स 1:2मा हामी राख्छौँ ओके। भनेपछि कतिमा हुने भयो, 84,600, 84,600 ल, दुईवटा अर्डर गयो हाम्रो। अब यहाँ हेरौँ है त, जस्तो यहाँ गएर हेरौँ है, यहाँ मजाले हेर्न मिल्छ। यसमा स्टप लस खायो भने कति, $20 लस होइन, हेर है राम्रोसँग, $20 लस, 40 पिपको एसल रहेछ। यसमा प्रफिट भयो भने कति, $26, भनेपछि स्टिल स्टप लस खाँदा नि हामीलाई कति छ त, $6 प्रफिट भयो। सपोज के गर्यो कि सिधै आएर एसल हान्यो, दुइटैको एसल लाग्यो, 20 र कति, यो एसल कति, 20 र 13 कति भयो, 20 र 30, 3 33, $34, $34 लस होइन। थर्ड सेटअप जो आउँछ हामीलाई, यो पुरै रिकभर हुन्छ, त्यसको लागि हामीले 1:3को ट्रेड्स पनि निकाल्नुपर्छ, अथवा 1:2 निकाले पनि हुन्छ। 1:3 भनेको चाहिँ थर्ड सेटअपमा जस्तो हामीले, यदि हामीले सपोज यहीँ फेरि पायौँ, सपोज मानिलिउँ कि फेरि यहीँ पायौँ, र थर्ड सेटअप चाहिँ हाम्रो प्ले भयो 1:3, हेर है, 1:3 भनेपछि 84,831 होइन त। अर्को 84,000बाट इन्ट्री, 84,050बाट इन्ट्री, टेक प्रफिट 84,800 र स्टप लस चाहिँ 83,800, 785 लेट्स चाहिँ मानौँ, 785, 800 नै राखौँ न, एक्ज्याक्टली राखौँ ल, केही भएन, 800 ओके। ल हेरौँ है त, अर्को ट्रेड हाम्रो प्ले भयो, यानि कि दुईवटा लगातार एसएल खाएको थियो, थर्ड चाहिँ हाम्रो प्ले भयो। अब यहाँ हेरौँ है त, 37.50, 37.50, अहिले यता दुईवटा जोड्दा कति भएको थियो, 35 भएको थियो होइन। भनेपछि हामी साउ आयो,
थर्ड सेटअपले हाम्रो के गर्थ्यो त सामु निकाल्थ्यो। यो चाहिँ राइट स्ट्राटेजी हो रिस्क म्यानेजमेन्टको। यो अहिले भर्खर देखाएको चाहिँ रिस्क म्यानेजमेन्टको भयो। तर मनी म्यानेजमेन्ट भनेको चाहिँ सपोज हाम्रो खातामा $1000 छ, त हामीले खोल्न मिल्ने ट्रेड गोल्डको केसमा, यो बिटकोइनको केसमा मिल्दैन है फेरि। गोल्डको केसमा चाहिँ हामीले खोल्न मिल्ने भनेको, म यहाँ लेखेर पनि राखिदिन्छु, यो राम्रोसँग टिपेर राख्नु। म के गर्छु, टेक्स्टमा गएर, यो स्क्रिन आएको छैन होला होइन? आएको छैन। आउँछ आउँछ। ल सपोज दुईटा सिनेरियो हुन्छ है। एउटा सिनेरियो वान, सिनेरियो वानमा हामीसँग ब्यालेन्स, हाम्रो स्टार्टिङ ब्यालेन्स $1000, $1000। ओके, सो हामीलाई लट साइज अन द गोल्ड को लागि के गर्ने, इक्विटी डिभाइड बाई 350। यो चाहिँ सिनेरियो अफ बाइङ है त। भनेपछि इक्विटी इक्विटी डिभाइड बाई 350 गर्ने भन्नुको मतलब यो हो, इक्वल्स टु इक्विटी हाम्रो कति छ, 1000 डिभाइड बाई 350। कति आउँछ यो गर्दा, 1000 डिभाइड बाई 350 गर्दा कति आउँछ, कसैले भनिदियो त मलाई? पोइन्ट कति आउँछ? 1000 बाई 350 गर्दा कति आउँछ? 2.857। हजुर 2.857। 2.857। हजुर। ओके, 2.85। त्यसलाई हामी 2.8 नै गरौँ है। 2.8 भनेको राम्रोसँग हेर है, पहिला पोइन्ट राख्ने, त्यसपछि गएर जुन नम्बर छ 2.8 भनेको त्यो पोइन्टलाई चाहिँ अगाडि ल्याउने र 28 गर्ने, ठिक छ। 2.85 आइरहेको छ भने पोइन्ट 28 हुने भयो, बुझ्यो? द्याट विल बी योर लट साइज इन टोटल। सो अब फर्स्ट ट्रेड जुन हुन्छ, फर्स्ट इन्ट्री मोड्युल 1, इन्ट्री EM1 इक्वल्स टु इन्ट्री मोड्युल 1 भनेको एग्रेसिभ इन्ट्री, भनेको इन्ट्री फ्रम द हाई अफ क्यान्डल। जस्तो बुलिस इन्गल्फिङ या मर्निङ स्टारको छ भने तिमीले के गर्ने त, जुनले बनिरहेछ, जुन क्यान्डलले बनिरहेछ त्यसको हाई यो मार्क गरेर हुन्छ, त्यहाँबाट हामी इन्ट्री मोड्युल 1 गर्छौँ। ओके, यसमा कति राख्ने यसमा पोइन्ट 30%, लाइक 30%, कुनको 30% अफ दि 30% अफ लट साइज भनेको कति हो, 30% अफ द 0.28 भनेको कति आउँछ, हेर त कति आउँछ अर्जुन? 0.084। 0.084, हजुर। 0.08 लट साइज। ल फर्स्ट इन्ट्रीबाट हामीले 0.08 को खोल्यौँ, त्यसपछि गएर इन्ट्री मोड्युल 2 इक्वल्स टु EM2 इक्वल्स टु इन्ट्री मोड्युल, हामीले 3टा खोल्छौँ है, टोटल इन्ट्री हामीले 3 ठाउँबाट गर्छौँ। इन्ट्री मोड्युल 2, एग्रेसिभलाई स्पेलिङ मिस्किट, एग्रेसिभ होइन, यो चाहिँ मोडरेट रिस्क इन्ट्री। ओके, यसमा इन्ट्री फ्रम द ओपनिङ अफ
क्यान्डल भनेको लो, लो होइन, ठिक छ ठिक छ। इभिनिङ फ्रम द लो अफ द क्यान्डल होइन, त्यो तिमीहरूले दिमागमा बुझ्यो नि होइन, इन्ट्री फ्रम द लो, ओपनिङ अफ द क्यान्डल भनेको त्यो एउटा गर्छौँ हामी हाईबाट, त्योभन्दा मुनि क्लोजिङमा के अरे ओपनिङमा गर्छौँ होइन। त्यसमा कति गर्ने? 50%, 50% अफ लट साइज। 50% अफ लट साइज भने कति भयो? 0.14 भयो अर्जुन? 0.14 भयो? भयो कि भएन? रोड साइडको कति भन्नु त गुरु? वान 0.14 भएन त? 80, 28को 50% भनेको 0.14 भएन? 50%? अँ। हजुर हजुर। अब यसमा चाहिँ के गर्ने भने टोटलको गरेर 50%। भन्नुको मतलब यो हो, तिमीहरूलाई कन्फ्युजन हुन्छ भने म यस्तो गरिदिन्छु। टोटलको 50% भनेको कति हुन्छ भने 28 भनेपछि यहाँ 8 आयो, यहाँ 7 आयो भने कति भयो? 15 भयो? भयो भएन? 8 7 15 भनेको टेन्टेटिभ 50% भन्दा माथि। नेक्स्ट हामीले ओपन कति गऱ्यौँ त? 0.8को एउटा, 0.7को एउटा। बाँकी रहेको इन्ट्री मोड्युल 3 भनेको चाहिँ सबसे सेफ इन्ट्री हो यो। इन्ट्री मोड्युल EM3 भनेको चाहिँ सबसे सेफ इन्ट्री हो, र यसमा चाहिँ इन्ट्री फ्रम द लो अफ क्यान्डल है, लो अफ द क्यान्डलमा हामी इन्ट्री गर्छौँ, र यो रिमेनिङ लट साइज हुन्छ। भनेको कति भयो? टोटल खोल्नु छ हामीले 28, 8 7 15 भयो, बाँकी रह्यो कति? 13 भयो लट साइज। यो चाहिँ एक्ज्याक्ट थ्योरी फलो गरेर एकदम प्रोफेसनल्ली डिसिप्लिन भएर गर्ने ट्रेडको स्ट्राटेजी हो। 0.13 चाहिँ हामीले लास्टकोमा गऱ्यौँ, जो चाहिँ हाम्रो मनी म्यानेजमेन्ट एन्ड स्टप लस हुन्छ। यो चाहिँ स्लाइटली स्लाइटली बिलो दि लो अफ दि मार्किङ क्यान्डल भने जुन मार्क गरे हुन्छ हामीले क्यान्डल, त्यसको स्लाइटली बिलोमा गएर त्यो मतलब लोको अलिकति केही मुनि गएर स्टप लस राखिदिन्छौँ। यो तिनटैको 1 2 र 3 का, बुझ्यो? त्यसपछि गएर रिक्स रिवार्ड पर इन्ट्री मोड्युल 1 इक्वल्स टु 1:1। 1:1 भने बुझ्यो? यानि कि जो मतलब पिएनएल लगाउने, अघि नै मैले देखा जसरी पिएनएल लगाउने, त्यसमा 1:1 जहाँ आउँछ, भन्नुको मतलब यो हो। 1:1 भनेको एक्जाम्पल, इफ जति वी स्टक लङ छ त्यति नै माथि पनि रिवार्ड राखेर। यसलाई TP1 पनि भनिन्छ ल। इफ टेक प्रफिट 1 अथवा फर्स्ट इन्ट्रीको हामीले चाहिँ 50 पिप प्रफिट राखिरहेछौँ भने, प्रफिट 50 पिप प्रफिट, इफ वी TP1, इफ वी कन्सिडर्ड होइन है, यो जहिले पनि TP1 चाहिँ 50 पिपकै हुन्छ। TP1 इक्वल्स टु 50 प्रफिट, एन्ड स्टप लस पनि कति नै हुने भयो त? 50 पिप नै हुने भयो इन्ट्री पोइन्ट्सबाट, 50 पिप फ्रम इन्ट्री पोइन्ट्स। ल, यो 1:1 भयो, ठिक छ। नाउ इन्ट्री मोडल 2 को चाहिँ रिक्स रिवार्ड RR, रिक्स रिवार्ड रेशियो इज 1:2। मतलब प्रॉफिट 100 पिप, स्टॉप लॉस 50 पिप। एंट्री मॉडल 3 इक्वल्स टू RR इक्वल्स टू 1:1:1:3 or 1:4। sometimes 1:3 or the 1:3, it's more than enough।
भन्नुको मतलब यसमा एसएल 50 पिप, अझ योभन्दा पनि मुनि हुन्छ यसमा है। एसएल 50 पिपै हुनुपर्छ भन्ने छैन। एसएल 30 पिप हुन्छ, मानिलिउँ 30 पिप। टेक प्रफिट कति हुने भयो? कम से कम पनि 90 पिप, एटलिस्ट 90 पिप जान्छ यो। और 30 पिप टिपी, और 120 पिप टु 150 पिप टिपी हुन्छ। यो चाहिँ इन्ट्री मोडल 3 हो। भनेको ह्युज प्रफिट हुन्छ यसमा। इन्ट्री मोडल 3बाट इनकेस इन्ट्री गर्न पाइयो, एकदमै बढी प्रफिट हुन्छ। लो रिक्स हुन्छ, यानि कि हाम्रो जम्मा 30 पिप को स्टप लस खान्छ। तर हाम्रो प्रफिट हुने बित्तिकै यो कति हुन्छ त? एकदमै बढी हुन्छ। 150 पिप, 200 पिप, 250 पिप हुन्छ यो। मैले जस्ट 1:4 मात्र कन्सिडर, कहिलेकाहीँ समटाइम्स 1:7सम्म हुन्छ है। र यो 15 पिप भनेको फर गोल्ड, म आज सबै लेखिदिन्छु। 10 पिप इक्वल्स टु $1 मुभ। यो थाहा थियो तिमीहरूलाई? कसलाई थाहा थियो यो भन त? एक्जाम्पल, इफ गोल्ड इज इन 2327, देन 10 पिप मूव इक्वल्स टू 2328 और 2326। डिफरेन्सेस वान डलरको डिफरेन्स भनेको 10 पिप मुभ भयो होइन। यस्तो केसमा यदि हामीले इन्ट्री चाहिँ मैले भनेको छु कि 2327बाट इन्ट्री 23,700 एन्ड 2322 इन्ट्री मोडल 1 2327 एन्ड इन्ट्री मोडल 2 2322, दुईटा मैले दिएँ। एन्ड लास्ट इन्ट्री 2318, यसरी मैले दिएँ। डिरेक्सन बाईको लागि यसमा इन्ट्री मोडल 1 को इन्ट्री कति भयो? कति भयो त? इन्ट्री मोडल 1 को इन्ट्री इक्वल्स टु 2327 हो। यसमा प्रफिट टार्गेट कति? प्रफिट टार्गेट फर्स्ट प्रिन्सिपलले कति भन्छ? 50 पिप इक्वल्स टु $5 प्लस भनेको 7 5 कति भयो? 2732मा टिपी लिने। स्टप लस कति हुने भयो? 15 पिप, किनकि हाम्रो 1:1 रिक्स रिवार्ड छ भनेपछि कति भयो? स्टप लस कति भयो? 2700 कति भयो? 22 भयो होइन। 50 पिप राइट हो, यही नै हो। रिक्स रिवार्ड यसमा कति भयो त? 1:1। ल, नाउ इन्ट्री मोडल 2 इक्वल्स टु इन्ट्री फ्रम 2321 राखेँ अरे मैले। ओके, एसएल 21 - 5 भनेको कति? 16। 2316 टिपी कति यसको? कम से कम कति? 100 पिप भनेको 2331 होइन त? रिक्स रिवार्ड कति? 1:2। इन्ट्री मोडल 3 इक्वल्स टु सेफ इन्ट्री एन्ड विच इज 2315। सपोज लास्टको मैले 2315बाट दिएँ होइन। रिक्स रिवार्ड यसमा एटलिस्ट 1:4, 1:4। एसएल 30 पिप, 30 पिप इक्वल्स टु कति भयो? इन्ट्री 2315बाट 30 पिप भनेको कति? 2315 माइनस $3
यही हो। 2312 मा एसएल हुने भयो। टिपी कति हुने भयो? 40 पिप के अरे कति हुने भयो? 1:4 होइन? भनेको 30 पिपको 300को 120। टिपी 120 पिप फ्रम इन्ट्री इक्वल्स टु 2315 प्लस 120 भनेको 12 भनेपछि कतिमा हुने भयो हाम्रो टिपी? 15 10 25 26 27 2327। अब यस्तो खालको चाहिँ दिस वान इज कम्बिनेसन अफ रिस्क रिवार्ड, रिस्क म्यानेजमेन्ट एन्ड मनी म्यानेजमेन्ट स्ट्राटेजी। ल ल बुझ्यो? कसले बुझेन, कतिलाई कतिलाई कन्फ्युज भएको छ यो? मैले अहिले देखाएको एक्जाम्पल चाहिँ देखाएको छु, एक्जाम्पल लेखिदिएको छु। यो बुझ्यो कसैले? उम्? यसो स्क्रिनसट लिन्छु बिना चाहिँ देखाउनु त। एकैछिन है। ल यो म ग्रुपमा पनि हालिदिन्छु तिमीहरूलाई, टेक्स्ट चाहिन्छ भने। सर जस्तै कि आएको छैन एउटा स्क्रिनमा। सोध्दा न कुरा सोध्नु। स्क्रिन आएन? एकैछिन। ल भन अर्जुन। जस्तै हाम्रो यो यति हाम्रो रिक्स हाम्रो राख्छ नि त 1:1 1:2 भनेर यो जस्तै हाम्रो एउटामा स्टप लस छोएर अब गइसक्यो भने त फेरि दोस्रोमा त्यो माथि नपुग्न पनि सक्छ नि, त्यो पुग्छ जो भन्ने हुन्छ 1:2मा, फेरि 1:3मा त्यो अँ, प्रफिट लिन्छ जो भन्ने त्यस्तो हुन्छ र त्यो के हो खास नहुन त्यसको? पनि सक्छ। नहुन पनि सक्छ। त्यसै भएर फर्स्ट इन्ट्री यदि हाम्रो स्टप लस लाग्यो र सेकेन्ड इन्ट्रीमा हामी 1:2 त हामीले वेट गर्नु पर्यो होइन? तर तिमीले भने जस्तै 1:2मा सपोज पुगेन अरे, त्यस्तो अवस्थामा हामी के गर्ने भने 50 पिप 1:2 भनेको त मैले के भनेको छु, गोल्डमा कमसेकम 100 पिपको त हामी प्रफिट टार्गेट गरे हुन्छ होइन त? हजुर हामीले के भनेको छौँ, इन्ट्री मोडल 2मा चाहिँ मैले के भनेको छु यहाँ, प्रफिट टार्गेट कति भनेको छु? 150 भनेको छु, के अरे 100 पिप भनेको छु होइन? भनेपछि सपोज यो 70 80 पिप गएर मार्केट फर्किनु लाग्यो, 50 पिपबाट माथि लागिसकेपछि, 60 70 50 पिपबाट कमसेकम माथि लागेपछि यसलाई के गर्ने? ट्रेल द स्टप लस। ल म यो पनि लेखिदिन्छु। आफ्टर स्क्रिन अझै आएको छैन भने अझै अहिले हजुरको स्क्रिन अझै आएन। आयो? अहिले आयो? आएको आयो छैन गुरु। इन आयो इन्ट्री आयो आयो आयो। इन इन्ट्री मोडल 2 एन्ड इन्ट्री मोडल 3 स्ट्राटेजी इन्ट्री मोडल 2 को लेखिदिन्छु पहिला है। इन इन्ट्री मोडल 2, इफ प्राइस goes in our favor and it cross the 50 pip from our entry, ओके 50 पिप भन्दा माथि गयो भने, यदि हाम्रो फेभरमा चल्यो र 50 पिप भन्दा माथि गयो भने, देन स्लाइडली स्टार्ट टु ट्रेलिङ द स्टप लस। यो भने बुझिन्छ? ट्रेल गर्ने भनेको सार्दै जाने, अब 10 पिप 20 पिप गर्दै सार्ने। एन्ड फाइनल्ली बिई बी डट ई, द्याट मिन्स ब्रेक इभन भनेको के हो? जहाँबाट ब्रेक स्टार्ट इभन गरेर भने के हो? त्यहीँ गएर पुट द एसएल इन्टु द इन्ट्री प्राइस। यो भयो भने के हुन्छ? इन्ट्री मोडल 2मा हामीलाई लस हुँदैन, सिर्फ कति लस भएको हुन्छ? 50 पिप लस भएको हुन्छ।
त्यही इन्ट्री मोडल वानको मतलब एसएल खान्छ होइन। सेकेन्डमा यदि सेकेन्डमा चल्यो भने अब सेकेन्डमा चलेन भने यदि हाम्रो फेवरमा गएन भने त स्टप लस खाइहाल्छ, त्यो त कुरै सिद्धिहाल्यो होइन। त्यसमा दुईवटा दुईवटा ट्रेडमा हाम्रो के भयो त, दुईवटा इन्ट्रीमै लस भयो होइन। थर्ड इन्ट्रीको लागि त्यस्तो केसमा वेट गर्ने, त्यो बेलामा वेट गर्नुपर्छ। त्यो चाहिँ मैले मैले गाइड पनि गर्नुलाई मलाई सोध्यो भने त्यस्तो बेला के गर्ने, कन्टिन्युस फेरि रिभेन्स ट्रेड गर्ने होइन। एउटा खायो दोस्रो खायो तेस्रोमा वेट गर्ने, अब केही टाइमलाई कन्फर्मेसन नपाउन्जेल पिन बार क्यान्डल बन्नु पर्ला, एटलिस्ट 1 मिनट भयो भने पिन बार क्यान्डलको वेट गर्ने। त्यही नै हो सबसे ज्यादा सेफ इन्ट्री भनेको, पिन बार क्यान्डल भएर भयो। या त एकदमै राम्रो बुलिस ह्यामर बन्नु पर्यो, बेरिस ह्यामर होइन बुलिस ह्यामर बन्नु पर्यो। बुलिस ह्यामर भनेको ग्रिन ह्यामर बन्नु पर्यो, ग्रिन ह्यामर बन्नु पर्यो विथ एकदम लङ्गर विक अन द लोवर साइड। भनेको लोमा लोमा चाहिँ एकदमै लामो विक भएको चाहिँ ह्यामर बन्यो भने हामीले के हुन्छ त सेफ हुन्छ। त्यति बेला फेरि इन्ट्री गर्ने इन्ट्री मोडल थ्रीबाट। इन्ट्री मोडल थ्री भनेको के हुन्छ, एकदम सेफ इन्ट्री हुन्छ। 30 पिपको हेसल खान्छ, अब खायो भने 30 पिपको केही फरक पर्दैन। 1:3। उम्, त्यो चल्यो भने कति हुन्छ, 200 पिप चल्छ। कमसेकम 150 पिप त चल्छ भनेपछि 150 पिप चल्यो भने ल 150 पिप चल्यो सब 150 पिप हाम्रो थर्ड प्रफिट के गर्छ, थर्डले हाम्रो चाहिँ टिपी हान्यो भने कति हुन्छ त 150 पिप। अब माइनस तिमीले कुन कुनमा खायौ त, यसमा 50 पिप खायो यसो होइन इन्ट्री मोडल टूमा, भनेपछि कति भयो 100 भयो। अर्को कति इन्ट्री मोडल वानमा कति थियो 50 पिपकै एसएल खायो भनेपछि कति भयो, बाँकी रह्यो अझै 50 पिप। भनेपछि 50 पिप त तिमीलाई इभन प्रफिट हुन्छ, उल्टो प्रफिट भइरहेको हुन्छ। बुझ्यौ नि कुरा। त्यो भएर इन्ट्री मोडल थ्री चाहिँ एकदमै सेफ हुन्छ जहिले पनि। त्यही भएर एग्रेसिभ इन्ट्री सक भएर चाहिँ इन्ट्री मोडल वानमा चाहिँ अब कम लट साइजले गर्नुको कारण त्यो हो। बुझ्यौ, अब यो चाहिँ यहाँ यस्तो हुनुपर्छ ल, 0.7 यसलाई अझ 0.7 अझ के गर्ने। अब यो क्यालकुलेसन गरेर त यति आउँछ 30% भनेर त्यति आएको छ, तर यसलाई घटाएर के भने यसलाई 6 गर्ने, यसलाई 10 गर्ने, 10 छ 16 होइन, 16 10 26 17 28 29 0.12 गर्ने ल। भनेपछि के हुने भयो त ल भन त, इन्ट्री मोडल थ्रीमा हाम्रो लट साइज पनि धेरै छ, एसएल कम छ। फर्स्टमा हाम्रो एसएल बढी छ तर लट साइज कम छ भनेपछि ब्यालेन्स भयो भएन। यसरी हामी चाहिँ प्र्याक्टिस गर्न सक्छौँ। यो एकदम प्र्याक्टिस गर्ने तिमीहरू, यो फर्मुला हो। मैले आज हिजो र आजको क्लास भने यति धेरै इम्पोर्टेन्ट छ तिमीलाई। यो दुईवटा मात्रै क्लास तिमीहरूले 5 7 चोटि भिडियो हेऱ्यौ अथवा रिभाइज गर्यो, मैले भनेको कुराले प्र्याक्टिस गर्यो भने यु बिकम द मतलब कि वान लेभल ट्रेडर, एउटा लेभलको तिमीहरू ट्रेडर बन्छौ, जसको एक वर्षको एक्सपिरियन्सवाला ट्रेडर तिमीहरू अहिले बन्छौ। यो दुईवटा क्लास यति धेरै इम्पोर्टेन्ट छ। पहिलाको हाम्रो के त्यो थ्योरी थियो, अहिले मैले प्र्याक्टिकल ल्याइरहेको छु। यो दुईवटा क्लासमा प्र्याक्टिकल भयो, मैले पुरा सिनेरियो सबै बुझाइदिएको छु, यहाँ लेखिदिएको छ, हिजो मैले गरेर देखाएको छु। त्यो भएर यो चिज तिमीले बुझ्यो भने नि एकदम। र अहिलेदेखिबाट तिमीहरू एउटा प्र्याक्टिस चाहिँ के गर भन्ने म सल्लाह दिन्छु भने, जस्तो तिमीले त अहिले त रियल अकाउन्टमा त गर्नु छैन ट्रेड होइन, कतिको म निकालिदिइरहेको छु तिमीहरूको। पहिला त त्यो पैसा निकालिदिनु छ क्या मलाई, तिमीहरूको त्यो पैसा निकालिदिउँ अनि त्यसपछि गएर बल्ल अनि अनि जुन प्रफिट आउँछ त्यसमा अनि तिमीहरू सेन्ट एकाउन्टबाट गर्न सक्छौ होइन। पहिला तिमीहरू के गर्ने, डेमो एकाउन्ट खोल्ने, मैले जस्तै गरी अहिले जो खोलेँ त्यसै गरी खोल्ने। तर प्र्याक्टिस ह्याबिट चाहिँ यो बनाउने कि जुन एसियन्सियस जस्तो मन्डेमा जहिले पनि मार्केट खुल्ने टाइममा उठ्ने र ट्रेड लिनलाई कोसिस गर्ने, त्यसलाई रियल नै मनी ठानेर ट्रेड गर्ने सिक्ने। मैले भने यसरी यसरी तिनवटा लट साइजमा खोल्ने, यो सबै कुरा केही कन्फ्युजन भयो भने ग्रुपमा लेख्दा हुन्छ। यसरी तिमीहरू प्र्याक्टिस गर्दैछौ र हरेक दिन बिहान मार्केट खुल्ने बेलामा, यो टोकियो सेसन खुल्ने बेलामा बिहानको मर्निङको 5:45मा तिमीहरू के गर्ने, 5:42 सट्टामा 5:30मा उठ्ने, 15 मिनट अगाडि उठ्ने र ट्रेड लिने। यो प्र्याक्टिस तिमीहरू गर्ने। र मैले के सल्लाह दिन्छु, फर फर द डिसिप्लिन अफ ट्रेडिङ habit, you can only take the 5 setup per day, यानी कि 5वटा मात्रै इन्ट्री गर्छ। एन्ड इन्ट्री कन्फर्मेसन फ्रम H1 क्यान्डल ओन्ली। H1 को टाइम फ्रेममा
1 आवर टाइम फ्रेममा S1 टाइम फ्रेममा कुनै कन्फर्मेसन भन्नु पर्यो क्यान्डलस्टिक प्याटर्नमा ठिक छ। क्यान्डलस्टिक प्याटर्न अथवा ट्रायङ्गल जो मैले बुलिस फ्ल्यागहरू मैले सिकाएको थिएँ नि, ब्रेकआउट होइन, ब्रेकआउट र क्यान्डल यो दुईटा दुईटा चिजको कुनै कन्फर्मेसन H1 मा भइरहेको तिमीहरूले देख्यो भने यु क्यान इन्ट्री। भनेपछि टोटल कतिवटा इन्ट्री गर्न सक्छौ तिमीहरू दिनको? पाँचवटा सेटअप प्ले गर्न सक्छौ, जस मध्येमा बनाउनु पर्यो। त्यसपछि के भने अलवेज टेक द बाई इन टोक्यो सेसन स्पेसली विदिन फर्स्ट 15 मिनट फ्रम मार्केट ओपन इन टोक्यो सेसन। नेपालको सन्दर्भमा यो 5:45 देखि 6 बजेको टाइममा तिमीहरू के गर्ने त? बाई लिन कोसिस गर्ने। ओके, यो अर्को स्ट्राटेजी हो है, डेमोमा तिमीहरूले प्र्याक्टिस गर्ने। ठिक छ। अब H1 मा हाम्रो के भयो त? कन्फर्मेसन भयो। इफ H1 क्यान्डल गिभ्स अस कन्फर्मेसन फर ट्रेड, देन त्यसपछि के गर्नु पर्यो? देन इन्ट्री फ्रम द M1 or M5 टाइम फ्रेम 1 मिनट अथवा 5 मिनटमा के गर्नु पर्यो त? सेम हाम्रो डिरेक्सनलाई भ्यालिड गर्ने कुनै एउटा कन्फर्मेसन भन्नु पर्यो। कहिले? रिटेस्टमा है। रिटेस्टमा जब आउँछ 1 मिनट अथवा 5 मिनट क्यान्डलमा, जसो तिमीहरूले चाहिँ बुलिस इन्गल्फिङ अथवा मर्निङ स्ट्यान्ड प्याटर्नबाट मर्निङ स्ट्यान्ड प्याटर्न तिमीहरूले देख्यो H1 मा, रिटेस्टमा आयो, त्यही ठाउँमा आयो। रिटेस्टमा आइसकेपछि त्यो चाहिँ यो चाहिँ कहिले त? रिटेस्टमा यो चाहिँ कसलाई लागु हुन्छ? दोज हु इन्टर डाइरेक्ट अन मार्केट, भनेको मार्केट एक्जिक्युसन अर्डर प्ले गरेर गर्नेहरूलाई चाहिँ यो लागु हुन्छ। अदरवाइज पहिले तिमीहरूको के हुन्छ त? सेटअप रेडी हुन्छ, लिमिट अर्डर राखेको हुन्छौ। त्यो केसमा चाहिँ यो M1 मा M5 मा कुरिराख्नु पर्दैन, कि एसएल खान्छ। त्यो एग्रेसिभ इन्ट्री जस्तो हुन्छ, तर कि एसएल खान्छ कि त ट्रेड सेटअप प्ले हुन्छ। बुझिरहेछ? मैले भनेको कुरा बुझिरहेछ नि होइन कि बुझेको छैन? जस्तै गुरु, जस्तै हामीले अब यो हाम्रो राखेर गर्दाखेरि यो लिमिट अर्डर राखेर गर्दाखेरि नि हामीले 15 मिनटकोमा कतिकोमा गर्दा राम्रो हुन्छ? हाम्रो प्र्याक्टिस गर्दा खास यो टाइम फ्रेम जेट कामको भनेको के को लागि? इन्ट्री यो गर्नका? हाम्रो प्र्याक्टिस गर्दाखेरि डेमोमा यो इन्ट्री टाइम फ्रेम गर्दाखेरि त्यो चिज त लेखिरहेको छु त यहाँ। H1 मा कन्फर्मेसन आउनु पर्यो। त्यसपछि M1 र M5 मा चाहिँ तिमीहरूले कुनै कन्फर्मेसन सेम त्यही कन्फर्मेसनमा भ्यालिड हुने त्यही डिरेक्सनको, जस्तो तिमीहरूले बुलिस ट्रेन्ड के भन्छ त, अप ट्रेन्डको लागि तिमीहरूले ट्रेड लिन खोजिरहेछ, बाई गर्न खोजिरहेछ भने बाईकै कुनै कन्फर्मेसन बन्नु पर्यो M1 अथवा M5 टाइम फ्रेममा, 1 मिनटमा अथवा 5 मिनटमा होइन। स्ट्रङ, त्यो पनि M1 मा हो भने एकदम स्ट्रङ गर्नुपर्छ, कि त पिनबार क्यान्डल बन्नु पर्यो, कि त होइन मारोबोजु बन्नु पर्यो। त्यस्तो बन्यो भने तिमीहरू के गर्ने? ट्रेड इन्ट्री गरिदिने। बुझ्यौ नि? अलिकति सेफ साइड हेर्छौ भने 5 मिनट M5 को लेभलमा कुनै बुलिस क्यान्डल बन्न दिने, यदि तिमीहरू अप ट्रेन्डको हेरिरहेछौ भने त्यही लेभलमा जहाँ तिमीहरू इन्ट्री गर्न खोजिरहेछौ त्यही लेभलमा। तर त्यो बेलासम्म हामीले के राखेका हुँदैनौँ त? अर्डर राखेका हुँदैनौँ कि। त्यही भएर मैले यहाँ के लेखेको छु त? दोज हु इन्टर डाइरेक्ट अन द मार्केट भनेको छु। मार्केट एक्जिक्युसनमा सिधै क्लिक गरेर उठाउनेहरूको लागि चाहिँ यो। अदरवाइज यो भ्यालिड हुँदैन। M1 र M5 मा हेरिराख्नु पर्दैन। पहिले H1 को तिमीहरू स्ट्राटेजी हेर्छौ, रिटेस्टमा मैले भने जस्तै गरेर टक्क क्यान्डललाई के गरेर हुन्छ? मार्क गरे हुन्छ। यहाँ एग्रेसिभ इन्ट्री गर्नलाई हाई, त्यसपछि लो लो, र जहाँ ओपन भएको हुन्छ त्यहाँ तिनवटा तिमीहरूले 1 2 3 गरेर मार्क गरे हुन्छ। इन्ट्री मोडल 1, इन्ट्री मोडल 2, इन्ट्री मोडल 3 हो त्यो होइन। त्यही अनुसारको एसएल राखिसकेका हुन्छ। त्यसमा केही M1 र M5 हेर्नै परेन। बुझिरहेछ?
भनेको कुरा होइन। त्यो दुइटा स्ट्राटेजी हुन्छ, त्यो मध्येमा म यही राम्रो भन्दिनँ तिमीहरूलाई। त्यो आफ्नो प्र्याक्टिस हो। कसैले मार्केट एक्जिक्युसनमै एकदमै अब कोही एकदमै प्रोफेसनल मतलब हुनसक्छ, उनीहरू पहिल्यै सिक्दैदेखिबाट उनीहरूले के गर्छ, बरु मार्केट एक्जिक्युसनमा उठाउँछ, सिधै क्लिक गरेर उठाउँछ। तर यहाँ यमन अथवा यन 5मा स्ट्रक्चरमा H1मा बनिकन यमन र यन 5मा उनीहरूलाई कन्फर्मेसन नमिलेसम्म उनीहरूले इन्ट्री नै गर्दैन। एउटा खालको त्यो टेक्निक हुनसक्छ, अथवा एउटा खालको माइन्डसेट भएको त्यो ट्रेडर हुनसक्छ। अर्को के हुनसक्छ, एसएल खाए पनि खाओस्, उसले एग्रेसिभली सोच्छ, एसएल खाए पनि केही छैन, आई डोन्ट वान्ट टु मिस, अथवा फोमो भन्छ क्या त्यसलाई, फियर अफ मिसिङ आउट। उसले के गर्छ, लिमिट अर्डर पहिल्यै राख्छ र उसले प्ले गर्न खोज्छ। त्यो दुइटै मतलब काहीँ न काहीँ केही चिजको प्रफिट छ, केही चिजको लस छ है। त्यो म दुइटै चिज मैले मैले दुइटै प्र्याक्टिस गरेर आउँछु। सो म यो कुन चाहिँ ठिक भन्ने कुराको म चाहिँ मतलब भन्दिनँ, अथवा म छुटाउन सक्दिनँ। प्रकाश भन। मसँग भन डेमो प्रकाश। अकाउन्ट छैन क्या बरु। हजुर। डेमो अकाउन्ट छैन क्या मसँग, यो अप्टाबाट मिल्छ मिल्दैन त्यो। मिल्छ, किन नमिल्नु। तिमीले एक्सनेसमा पनि मिल्छ डेमो एकाउन्ट खोल्न, त किन नमिल्नु। अक्टामा मिल्छ डेमो एकाउन्ट खोल्नलाई। अप्टाबाट नि मिल्छ। मिल्छ मिल्छ, मजाले मिल्छ। त्यही त डेमो अकाउन्ट नभएर चाहिँ यो अहिले तपाईँले पढाएको कुराहरू चाहिँ एकदम भइरहेको थियो। ठिक छ, डेमो डेमो अकाउन्ट एकाउन्ट खोल भएर न। डेमो एकाउन्ट खोल, युट्युबमा हेर हाउ टु ओपन द डेमो एकाउन्ट अन अक्टाएफएक्स भनेर सर्च गर, अनि डेमो एकाउन्ट खोल। त्यसपछि यो प्र्याक्टिस गर। डेमो एकाउन्टमा पनि रियल मनी जति हाल्न सक्ने हो त्यति मात्र खोल्ने है। त्यो पायो भन्दैमा 10,000को अकाउन्ट खोल्ने होइन नि। तिमीले $10,000 डिपोजिट गर्न सक्छ भने मात्र 10,000को मार्केट कन्सेप्ट पहिले तिमीहरूले माइन्डसेट बनाउनुको लागि हो नि त डेमो एकाउन्ट भनेको त। पैसा हालिराख्नु परेन क्या, त्यहाँ लस भयो भने नि रियल मनीमा हुँदैन। त्यो भएर के गर्ने, म्याक्सिमम् म 1,000 भन्दा बढीको सल्लाह दिन्न, कि $500 खोल्ने कि $1,000 खोल्ने है डेमो एकाउन्ट भने। ठिक छ ल। सो यो गर्ने है। अर्को मैले भनेको छु म्याक्सिमम् 5 सेटअप पर डे भनेको छु है, 5 सेटअप पर डे। त्यो चाहिँ कसरी भन्दा, टोकियो सेसन, टोकियो सेसन मर्निङमा, नेपालको सन्दर्भमा मर्निङ है, यहाँ फेरि अब डिफ्रेन्ट टाइम जोनबाट छ नि, त्यो भएर म मर्निङ देख्दिनँ। टोकियो सेसनमा 1 or 2 सेटअप, ओके, 1 or 2 सेटअप। त्यसपछि मार्केट हेरिराख्नु पर्दैन, किनभने तिमीहरू त H1मा गर्ने हो, H1मा कन्फर्मेसन आउनै टाइम लाग्छ। मर्निङ स्टारमा गर्नु पऱ्यो, अथवा बुलिस के भन्छ इभिनिङ, मर्निङ स्टार, अथवा चाहिँ बुलिस इन्गल्फिङ क्यान्डल, अथवा होइन के भन्नु पऱ्यो अर्को, बुलिस ह्यामर होइन, अथवा के भन्नु पऱ्यो इभिनिङ स्टार, अथवा इभिनिङ के भन्छ बेरिस इन्गल्फिङ। यस्तो कुनै न कुनै H1को टाइम फ्रेममा बन्नु पऱ्यो। इट टेक्स अ टाइम। त्यो भएर H1मा गर भनेको कारणै त्यही हो। मैले लन्डन सेसनमा के गर्ने, ओन्ली 1 सेटअप भनेपछि कतिवटा भयो, सपोज यसको एउटा सेटअप प्ले गर्यो, एउटा सेटअप प्ले गर्यो, दुईवटा भयो। त्यसपछि एनवाई सेसन, लास्ट हामीले सबैभन्दा बढी ट्रेड गर्ने चाहिँ यसमा हो, किनकि यो बेलामा भोलिटिलिटी हुन्छ। एनवाई सेसनमा 3 सेटअप प्ले गर्ने, 3 1 4 1, 5 to 6 म्याक्सिमम सेटअप प्ले गरेपछि अरू नेक्स्ट डेमा हेर्ने। ल, यो डिसिप्लिन तिमीहरूले मेन्टेन गर्यो भने तिमीहरूले पहिलो पहिलो राउन्डबाटै तिमीहरू प्रफिटेबल हुन्छ, पहिलो राउन्डबाटै। बुझ्यौ। यो तिमीहरूले प्ले गरेर राम्रोसँग डिसिप्लिन अनुसार यो स्टेपलाई फलो गर्यो भने तिमीहरू पहिलो राउन्डबाटै प्रफिटेबल हुन स्टार्ट भइहाल्छ। आफ्टर डेमो एकाउन्ट सक्सेस, जसको एक्सचेन्ज नभइकन हुँदैन है, त्यही भएर सेन्ट एकाउन्ट अफ 1,000, $1,000, $1,000 भनेको $10 हुन्छ जम्मा। $10को $1,000 दिन्छ उनीहरूले। सेन्ट एकाउन्ट भनेर त त्यो भयो। $10 के गर्ने, सेन्ट एकाउन्ट $10,
यो त रियल मनी हो होइन। रियल मनीमा गर्दाखेरि $10 के भयो त सिकिन्छ नि, केही फरक पर्दैन कि। 100 वटा तिमीहरूको जस्तो होइन, तिमीहरूको $10 हो भनेको 1000, $10 इक्वल्स टु सेन्ट एकाउन्टमा कति हो, 1000 एकाउन्टमा चाहिँ होइन। यो त सपोज तिमीहरूको 10 टाइम्स तिमीहरू सक्सेस भएन भने पनि 10 चोटि, ल यसलाई मैले 20 बनाइदिएँ ल। 20 चोटि त हुने चान्सै हुँदैन, किनभने यो 20 चोटि हुनु भने त तिमीहरूको 2 वर्षमा तिमीहरू 20 चोटि होला होइन। तर तिमीहरूले जब यसरी पढिरहेछौ अनि त्यसपछि सेटअप मतलब डिसिप्लिन छोडेको छैन, यो स्ट्राटेजीहरू सबै फलो गरेको छ भने यो चान्सै छैन, रेयर एक्सेप्सनल हो कि यो। 20 चोटि नै एकाउन्ट उड्ने भन्ने हुँदैन, बुझ्यौ नि। 20 चोटि नै तिमीहरूको एकाउन्ट जेरो भयो भन्ने हुँदैन, बुझ्यौ नि। सो 10 राखौँ अहिलेलाई होइन। 1 वर्षभित्रमा 10 वटा खाता उड्यो अरे सपोज, ल 10 वटा उड्यो भने कति जान्छ तिमीहरूको, $100 होइन र, इक्वल्स टु कति हो त, 15,000 एनपिआर। अब यो त तिमीहरूले इट सुड बी कन्सिडर्ड एज अ फी फर द लर्निङ इन द मार्केट, यही हो। 15,000ले तिमीले सिक्यो, त्यही नै माइन्डसेट बनाउने हो होइन। तर यो जुन अब इफ यु विल गेट द लस इन सम ट्रेड सेटअप, देन यु हेभ टु राइट इन, यसलाई भन्छ जर्नल भन्छ है। जर्नल भनेको पेपरमा अथवा चाहिँ एउटा नोटमा के लेख्ने त, हरेक दिनको एउटा चाहिँ ट्रेडिङ जर्नल भन्ने पाउँछ, त्यो तिमीहरूले हेर्दा पनि हुन्छ र त्यसलाई प्रिन्ट गरेर निकाल्दा पनि हुन्छ। ट्रेडिङ जर्नल भन्ने एउटा पाउँछ, आफैले बनाउँदा नि हुन्छ, त्यो युट्युबमा हेर्नु पहिला हाउ टु मेक द ट्रेडिङ जर्नल भनेर। ट्रेडिङ जर्नल भनेको कस्तो हुन्छ नि, पर्टिकुलर डेट अनि इन्स्ट्रुमेन्ट भनेको कुन पेयरमा तिमीहरूले गर्नला हो, पेयरको एउटा कोलम, अर्को कोलममा तिमीहरू इन्ट्री कहाँ हो, एक्जिट कहाँ हो, अनि उतापट्टि रिमार्क्सवाला अर्को कोलम हुन्छ। रिमार्क्समा चाहिँ तिमीहरूले किन त्यो ट्रेड लिया भनेर लेख्ने हो कि, किन लिया हो त, त्यसको लजिक के देखेर लिया हो त, त्यो H1मा तिमीहरूले बुलिसिङ गफिङ देखेर लिया हो कि होइन, त्यो सबै कुराहरू त्यसमा उतारिन्छ कि। र स्पेसल्ली प्रफिटको नलेखे पनि लसको चाहिँ लेख्नै पर्यो। कुनै ट्रेडमा लस खायो, स्टप लस खायो अथवा चाहिँ उ भयो भने, जस्तो एकाउन्ट उड्यो भने तिमीहरूको के लसले गर्दा, के मिस्टेकले गर्दा, आफूलाई मिस्टेक त थाहा हुन्छ, के मिस्टेकले गर्दा, ओभर साइज ट्रेड गरेर हो कि लट साइजै बेसी लिएर हो कि होइन, अथवा तिमीहरूले भनेको स्ट्राटेजी फलो नगरेर हो कि होइन, लट साइज पनि बढिराखेको छ, स्टप लस पनि नराखेर हो कि, के मिस्टेकले गर्दाखेरि त्यो भयो, त्यो लेख्ने। र नेक्स्ट टाइमबाट त्यो त्यो मिस्टेकलाई चाहिँ रिपिट नगर्ने। भनेपछि सपोज तिमीहरूले 10 वटा तिमीहरूको चाहिँ मिस्टेक भएको छ, नयाँ नयाँ, यानि कि एकचोटिमा तिमीहरूले एउटै मिस्टेकलाई सेकेन्ड टाइममा रिपिट गर्ने भने त 10 वटा नयाँ कुरा तिमीहरूले सिक्यौ। मिस्टेक भनेकै सिक्ने हो, त्यसमा पनि डराउनु पर्दैन। तिमीहरूको 10 वटा मिस्टेक भने त 10 वटा नयाँ कुरा सिक्यो नि त तिमीहरूले, द्याट इज अल्सो बेनिफिसियल। त्यो भएर 1 इयरको जुन ट्रेडिङ तिमीहरूको जर्नी हुन्छ, त्यो टाइममा तिमीले जति मिस्टेक गर्छौ र जति त्यसलाई रिपिट अर्कोचोटि गर्दैनौ, तिमीहरू नेक्स्ट इयरबाट अच्छा खासा पैसा कमाउँछौ होइन। एउटा अब यसैमा फरक हुन्छ, एउटा चाहिँ के भन्छ, एउटा मेन्टरले सिकाएको अथवा मेन्टरले सिकाएको स्ट्राटेजीमा, गुरुले सिकाएको स्ट्राटेजीमा फलो गरेर अगाडि बढ्नु र ऱ्यान्डमली सिकेर अथवा युट्युबबाट हेरेर भिडियो हेरेर सिकेर अथवा आफै सेल्फ स्टडी गरेर सिकेर बनेको ट्रेडर धेरै फरक हुन्छ। म चाहिँ सेल्फ स्टडी गरेर सिकेको ट्रेडर भयो भनेपछि यसमा कस्तो हुन्छ भन्दा, तिमीहरू चाहिँ एउटा कोचसँग सिक्यो क्या, सुरुबाटै के भयो त, एउटा प्लेयर बन्नको लागि के गर्ने भयो त, कोचले त ट्रेनिङ गराउँछ, स्टेप बाई स्टेप यो गर यो गर यो गर भनेर, त्यसपछि बल्ल तिमीहरू खेलाडी बन्छ नि त होइन र स्पोर्ट्समा। तर मैले चाहिँ के गरेँ त, टोलमा गल्लीमा मैले क्रिकेट खेलेँ होइन, त्यहाँबाट अलिअलि आफूलाई मतलब अलिकति राम्रो खेल्ने भएँ जस्तो लाग्यो। त्यसपछि अझ मैले आफ्नै हिसाबले प्र्याक्टिस गरेँ, टोडी खेलमा खेलेँ, अनि त्यसपछि प्लेयर बन्छु भनेर गएँ। भनेपछि त मलाई त एज अ म चाहिँ के हुने त, र ट्यालेन्ट हुने भयो, अथवा के भन्छ त्यसलाई, सेल्फ मेड ट्यालेन्ट हुने भयो। सेल्फ मेड ट्यालेन्ट कहिले पनि मेन्टरले कोचले बनाएको ट्यालेन्टभन्दा ठुलो कहिले हुनै सक्दैन, किनभने उसले त्यो अनुसारको स्ट्राटेजीमा कहिले सिकेकै हुँदैन। जुन सेटअपमा उसले उसको माइन्डसेट बनेको हुन्छ, त्यो चिजहरू जथाभावी मैले सर्ट खेलौँला, मैले खेल्ने तरिका अलग होला, जथाभावी मैले ब्याट घुमाउँला,
तर उसले एउटा कोचले सिकाएको के हुन्छ त, कोचले त स्टेप बाई स्टेप सिकाएर उसलाई लगेको हुन्छ नि त। जसले त्यो फलो गरे हुन्छ ऊ प्रोफेसनल एज अ ऊ बन्छ। भनेपछि मभन्दा तिमीहरू 10औँ गुणा राम्रो ट्रेडर बन्छ, यसमा कोही डाउटै छैन। मभन्दा चाँडो तिमीहरू राम्रो ट्रेडर पनि बन्छ। मैले सिकेको के हो, सेल्फ मेड भएँ म सेल्फ मेड भएँ धक्का खाएर के भन्छ त्यो लस गरेर अथवा चाहिँ मिस्टेक गरेर त्यो लङ्गर पिरियड अफ द टाइम 4 वर्ष 5 वर्षमा लस गर्दै 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 यस्तो भएर मलाई लस भएर छ भन्दै भन्दै पढ्दै सेल्फ मेड भएर म सिकेको मान्छे हो। तिमीहरू एउटा कोच अथवा चाहिँ एउटा त्यो अनुभव भएको मान्छेले पढाएर यो सिनेरियो आउँछ है भनेर त्यो चिजलाई गुरुले मेन्टर गरेको चिजमा फलो गर्यो भने तिमीहरू मेरो 5 वर्षको जर्नी तिमीहरू 6 महिनामा पनि पक्र्न सक्छौ। त्यो भएर मैले फेरि पनि भन्छु तिमीहरूकै लागि, एज अ मैले गरेको जस्तो मिस्टेक नगर्नु, फलो गर्नु, प्रपरली फलो गर्नु। स्टेपहरू दिया हुन्छ, पढाएको हुन्छ, त्यो चिजलाई फलो गर्नु। यु विल बिकम द प्रोफेसनल ट्रेडर विदिन द 6 मन्थ टु 1 इयर। 6 महिनादेखि 1 वर्षमा जे जे मिस्टेक गर्छौ तिमीहरूले त्यो चिजबाट तिमीहरू बन्छौ। यो चिजमा ढुक्क हुनु। ल, अरू कसैको केही छ सोध्नुपर्ने कुराहरू भने